दाजु नमस्कार। नमस्कार भाइ, कहाँदेखि आउनुभयो होला? म मुसिकोटदेखि आएको दाजु। हजुर, मुसिकोटदेखि आएको। हजुरको परिचय पाउँ न। मेरो नाम चाहिँ सुमन ओली। हजुर, म कृषि कार्यालयबाट यसो हेर्नु विचारको लागि आएको। बिउ बिजन निरीक्षणको लागि। हजुर हजुर। हजुर, के तपाईँको नाम चाहिँ के पर्यो दाजु? मेरो नाम चाहिँ हरिबहादुर विष्ट। हजुर। स्थायी ठेगाना यहीँ चौरजारी 5 हो। हजुर। अनि म पेसामा चाहिँ कृषिमा पनि आबद्ध छु। हजुर। त्यसपछि शिक्षण पेसा पनि गर्छु। हजुर। अरू के छ त यसको लगानीहरू फाइदाहरू? कृषि खेतीलाई अलि राम्रो प्रोत्साहन दिन सके ठिकै छ। हजुर। तर अहिले समयमा बिउ बिजन मल खादको अलि अभाव छ। हजुर हजुर। के गर्नुहुन्छ? खाद्यान्न के अरे युरिया प्रयोग गर्नुहुन्छ कि गाई भैँसीको गोबर नै प्रयोग गर्नुहुन्छ? सकेसम्म हामी गाई भैँसीबाट उत्पादित भएको कम्पोस्ट मलहरू प्रयोग गर्छौँ। हजुर। अनि थोरै मात्रामा मात्रै युरियाहरू प्रयोग गर्छौँ। ए त्यसो भए तपाईँले यो लगानी गर्न थाल्यो कति वर्ष या महिना भयो, कति के भयो होला यो पनि बताइदिनु न। यो लगभग लगाउन लागेको 8-10 वर्ष जति भयो। हजुर। अहिले यहाँ हाम्रो काउली, भाजी, हजुर, प्याज, मुला हजुर, लगायत विभिन्न बिउ बिजनहरू उत्पादन हुँदै गइरहेको छ। हजुर। तर अहिले समयमा विभिन्न किरा फटेङ्ग्राले सताउने गरिरहेको छ। र तपाईँ त आउनुभयो, तर अब यहाँ समयमा अलि अगाडि कृषि खेती गर्दाखेरि पनि तयारी गराउँदाखेरि हजुर हजुर आउँदाखेरि अझ राम्रो हुन्थ्यो। यो तपाईँको यो नगरपालिकाले केही योगदानहरू दिएको छ कि नै? खासै कृषि क्षेत्रमा त्यति लाभदायक कार्यक्रमहरू गरेको देखिँदैन। हजुर। अनि त्यसरी गरिदिए त राम्रो हुन्थ्यो। अब समयमा कृषि प्राविधिक आएर निरीक्षण गरेको पनि पाइँदैन। हजुर। यहाँ धेरै अहिले पनि हेर्नुहोस्, यो पुरै लिसो लागेको छ। यो मुला हजुर त्यति राम्रोसँग फलेको छैन। हजुर। अनि फलहरू एकदम कमसल खालको छ। यसको दबाई चाहिँ के हान्नुहुन्छ कि नै? दबाई हुँदो होला यसको किराको लागि त? किरा नियन्त्रण गर्नको लागि कीटनाशक औषध त पाइन्छ। हजुर हजुर। यो साल त्यति प्रयोग त गरिरहेको छैन। हजुर। कहिलेकाहीँ अलिक बढी नै गऱ्यो भने हानिन्छ। ए त्यसो भए यो अब काटेर यसलाई के अरे मसिनमा हालेर हजुर, यसको बिउ निकालेर के बोरीमा हालेर दिनुहुन्छ कि पाकेटमा दिनुहुन्छ कि यसै खुल्लामा जान्छ होला? हामी यसलाई त बोरीमा राख्छौँ। हजुर। त्यसपछि वेट गरेर किलोको 230 देखि 50 सम्म प्रत्येक वर्ष फेरबदल पनि हुन्छ थोरै। हजुर हजुर। यही रेसियोमा बिक्री वितरण गर्दै आइरहेका छौँ। यो ठेगादारले लग्नुहुन्छ। ए उही पोहोर साल जो लगाउनु भएको थियो उही ठेगादार नै हुनुहुन्छ कि अर्को ठेगादार फेरि हुनुहुन्छ कि के हो यो? खास गरी यो बताइदिनु न। उही एउटै ठेगादार हुनुहुन्छ। यहाँबाट यो क्षेत्रको राम्रो काम गर्नुभएको छ एउटा वीरबहादुर ओली। गाउँकी मान्छे हुनुहुन्छ कि टाढाका अलि बाहिरका हुनुहुन्छ कि पालिकादेखि बाहिरका हुनुहुन्छ कि यही पालिकाभित्रै नजिकका हुनुहुन्छ कि कतातिरका हुनुहुन्छ मान्छे ठेगादार? उहाँको स्थायी ठेगादार चाहिँ यही चौरजारी 11 खोला गाउँ पर्छ। ए पालिका यही नै ठहरा त्यसो भए? यही नै हो। उहाँले कृषि क्षेत्रमा राम्रो योगदान गर्नुभएको छ। हजुर हजुर। अनि त्यसपछि सहकारीले पनि उहाँलाई समन्वय गरेर बिउ बिजन ल्याउने जिम्मा दिएको हुन्छ। हजुर हजुर। त्यस कारण उहाँको योगदान राम्रो छ। यहाँको नगरको भन्दा पनि हजुर। उहाँको योगदान बढी देखिन्छ। ए त्यसो भए तपाईँहरूलाई जोस् के अरे यो लगानको लागि सजिलो अथवा छरितो गर्नुभएको छ, त्यसो भए लगभग सम्पन्न गर्नुभएको छ उहाँले बिउ बिजनको लागि भने बापत उहाँले लिनुभएको छ होला? हजुर, अब यसको लागि अलि नगरपालिकाले पनि हजुर। अहिले थोरै कामहरू त भइरहेछ नगरबाट पनि। हजुर। तर अझै राम्रोसँग रणनीति गराएर कृषि क्षेत्रलाई अलि व्यवसायमुखी गराउन कदम चाल्नुपर्ने देखिन्छ। हजुर। अहिले अब धेरै कृषकहरूले लगाउने तर राम्रो प्रतिफल प्राप्त गर्न सक्नु भएको छैन। हजुर। उहाँको बिउ बिजन जस्तै बिक्री वितरण गर्ने, त्यसपछि खरिद गर्ने, अनि त्यसपछि समयमै पैसा उपलब्ध गराउने, हजुर। त्यस्तोमा अब कृषकहरूलाई अलि अभाव छ।
त्यसपछि अब उत्पादित वस्तुहरू बिक्री बिक्रीको लागि पनि सुनिश्चित भएको छैन। त्यसपछि कृषकहरूले अब उत्पादित गरेको मालहरू खेर जानेको भन्ने डर तरास छ कि अहिले। अनि त्यसैले अब हजुरले पनि यो कुरा जिल्लामा पनि दिनु पर्यो। हजुर हजुर। त्यसपछि यहाँको पालिकाले पनि यस क्षेत्रमा अलि आफ्नो ध्यान केन्द्रित गरेर यहाँको कृषकलाई अलि आयमूलक कार्यतिर अग्रसरता देखाउनेतिर अलि बढी क्रियाशील हुन पर्ने देखिन्छ। ल ल हामी पनि उतातिर अब जोस प्रयास गर्दै गर्छौँ। तपाईँहरू पनि यतिर राम्रो अब के अरे बिउ बिजनको लागि के अरे अलि बलियो र आफूले भने बमोजिमको के अरे पैसा निकाल्न सक्नु पर्यो। अनि किलोको हिसाब अलि कति रुपियाँ केजी परेको पोहोर साल थियो भने अहिले कति रुपियाँ केजी जाला भन्ने हिसाब आफूले पनि मूल्याङ्कन गरेर अब ठेकादारलाई दिँदाखेरि यसो मिलाएर अब दिनु पर्यो। अब तपाईँहरूले धेरै महँगो गर्नु मिलेन, तर सस्तो दिनु पनि मिलेन। मिलाएर उसले पनि ठेकादार लिएर यहाँबाट लिएर उसले पनि के अरे व्यापारी लाइनमा दिने हो, बिक्री गर्ने हो। उसले पनि 2-4 पैसा कमाउने हो। तपाईँले पनि यहाँ 2-4 पैसा कमाएर जम्मा गरेर आफ्नो खेतीपातीको के अरे यसको लागि लगानी त अब उठ्थ्यो त कहिले उठ्थ्यो होला। काम ज्यालाहरू यताउता उठ्नु त अब अलिक मुस्किलै पर्छ होला। धेरै लागत अनुसारको प्रतिफल हुन सकेको छैन। हजुर हजुर। अब यसको लागि सरकारले समयमै यसका लागि आवश्यक पर्ने हजुर बिजनदेखि लिएर जस्तै सिँचाइको लागि आवश्यक जस्तै पाइपहरू, त्यसपछि सिँचाइ ट्याङ्कीहरूको यस्तो व्यवस्था पनि अलिक गराउनु पर्ने देखिन्छ। हजुर। त्यसपछि अब समयमा पानी उपलब्ध नगराउँदाखेरि पनि मुला खेती लगायत यो अन्य नगदे बालीहरूलाई कठिन पनि छ। यो पानीको मुहान कति दूरी टाढा, यहाँदेखि कति दूरी टाढा होला हुनसक्छ? यहाँबाट माथि अब भनौँ मुहानको कति टाढा? यहाँदेखि 1 किलोमिटर टाढा मुहान रहेको छ। हजुर। त्यो मुहान पनि अझै जीर्ण अवस्थामा छ। अहिले रोडको विकासले गर्दाखेरि सब मुहानहरूलाई रोपिसकेको छ। हजुर। त्यस कारण अब त्यो समस्या भएको कारणले पनि यहाँ सिँचाइ राम्रोसँग प्रबन्ध गर्न कठिन भएको छ। ए सरकारले पनि अब ल यहाँ केही सरकारले सहयोग गर्नुपर्ने देखिन्छ। ए पहिले पनि योजनाहरू त पारिसकेको होला त यतिर पनि अब पानीको लागि त आछन्, तर त्यति प्रभावकारी भएको छैन। टङ्कीहरू मर्मत सम्हार गर्नुपर्ने छ। हजुर। टङ्कीहरू निर्माण त भएको छ, त्यसको निर्माणको लागि आवश्यक बजेटहरू उपलब्ध गराइदिए राम्रो हुन्थ्यो। ठाउँमा पाइप फुटेको छ। पाइपहरू पनि ठाउँमा फुटेर पानी लिक भइरहेको छ। हजुर हजुर। के अरे पाइपहरू केसी खुल्ला छ कि मुनि गाड्नु भएको छ कि के गर्नु भएको छ? पाइपहरू कहीँ जमिनमा गाडिदिएको छ, कहीँ खुल्ला पनि छ भएको ठाउँमा। त्यसैले त्यसको लागि अलिक के छ, मुहानमा चौकीदारीहरू बसेका छ कि यस्तै खुल्ला हो कि के हो? त्यस्तो चौकीदारीहरू छैन, सबै कृषकहरू गएर मर्मत सम्हार गर्नुहुन्छ। हजुर हजुर। बिग्रेको भएको बेला त्यसपछि अघिपछि त कोही राखिएको छैन। ए त्यस्तो जोस पानीको अभाव समस्या त्यस्तो देखेन होला त्यसो भए? हिउँदको समयमा त्यही फागुन चैत्रकोदेखि असारसम्म अलिक समस्या हुन्छ। हजुर हजुर। अनि अघिपछि त खासै सिँचाइको लागि ठिकै छ, राम्रै प्रबन्ध छ। ए त्यसो भए यो पछाडि तपाईँहरू के लगाउनुहुन्छ यसमा? यो पछाडि त अब मकै खेती गर्ने हो। हजुर। आफै बर्सातको समयमा हुने त्यस्तो खालको बालीहरूको अहिले यतातिर विकास भएको छैन। हजुर। त्यसकारण उही परम्परागत खेती मकै नै लगाइन्छ यसमा त। ए हिउँदे बालीमा मुलाको बिउ बिजन मुला, काउली, भाजी हजुर लगायत अन्य जस्तै बिउ बिजनहरू पनि उत्पादन गरिन्छ। ए कृषि हिउँदमा, त्यसपछि लिएर बर्खाको समयमा मकै, त्यसपछि लिएर मकै नै छर्नुहुन्छ होला? बढी मकै, धान, त्यसपछि खेतहरूमा हजुर काखुबारीमा चाहिँ मकै लगाइन्छ। ए अब त्यसो भए अब हाम्रा एउटा फाजु नमस्कार हजुर। नमस्कार हजुर। हजुरको नाम चाहिँ के पर्यो होला? मेरो वडा नम्बर 5 तगुरा नगरपालिका। हजुर हजुर। वडा नम्बर 5 देवबार विष्ट हो। ए देवबार विष्ट। तपाईँको जन्मस्थान यहीँ नै हो कि कहीँबाट आउनुभयो हो? आएको हो माथि छिबाङबाट, लोरीबाङबाट। ए लोरीबाङ, मुसिकोट लोरीबाङ। लोरीबाङबाट बसाइसराई गरेको हो। ए के पहिला पनि लोरीबाङतिर यही पेसा गर्नुहुन्थ्यो कि केही अरू पेसा के मकै गहुँहरू लगाउनुहुन्थ्यो? लोरीबाङ यो पेसा गरिएन, लोरीबाङबाट मकै गहुँ लगाउने।
के छ त तपाईँको पहिला भन्दा अहिले फरक चाहिँ के छ? ठिकै छ अहिले राम्रै छ म पनि एक दुई मुठो काटेर देखाइहाल्छु होइन। काट्नुहोस् ए तपाईँले त्यसो भए जोस आफ्नो पेसागत रूपमा जानुभयो आजभोलि, कृषि पेसागत रूपमा जानुभयो। पेसागतमा गए आउँछु म सन्तुष्ट छु हजुर अनि यसले गर्दाखेरि म कमाउन कटाउन कहीँ जान पनि जान्न हजुर पनि सक्दिनँ अब बुढो भएँ हजुर अनि यहीले गर्दाखेरि सरस्वतीलाई अब राम्रै गरी आउँछ राम्रै ठाउँमा बसिआएको ए आफ्ना छोराछोरी तपाईँ त्यसो भए पढाइ लेखाइ यहीबाट गुजारा गर्नुभयो होला। यहीबाट गरेँ मैले बुझेर हजुर हजुर खेतीबाट गरेँ हजुर केही सरकार लाउने केही तरकारी बेच्ने पहिले केही बिजनहरू बेच्ने यो लगाएर तपाईँले एक मुला यो के अरे तरकारीमा खानुभयो कि नै? खाने नि खाने बेच्ने यो पनि तरकारी पहिला काटेर बनाउनु भयो होला नि, चौबन्दी पातलो बनाएर। यसलाई छन्ने गर्नुपर्छ ए त्यसो भए तपाईँहरू जोस यो अब के अरे कृषि उद्योग छाड्नुहुन्न होला त्यसो भए? नै सानो घरेलु उद्योग नै पर्छ होला यो। यो त छाड्ने कुरै भएन यो अब खाना खाइआउँछ भने यसलाई छाड्ने त कुरै भएन यहीबाट फाइदा छ अनि अब गाउँबाट फाइदा हुन्न त्यति मुलाबाट अब यसबाट फाइदा हुन्छ नक्सी पर्छ यहाँ त अब केही नगरपालिकाले सोध्दैन केही गर्दैन कोही प्राविधि पठाउनुपर्छ वर्षमा कति आम्दानी लगाउनु भएको छ यसमा? कति पैसा पोहोर साल कति के अरे पैसा निकाल्नु भएको हो, कति केजी भएको हो अनि यसरी कति फाइदा भएको थियो? त्यही हो थाहा हुन्न कति भोलि जान्छ बिर्सि जान्छ अब मुला काउली पोहोर अब काउली बढी थियो काउली गए हो बढी अहिले काउली अब सरकारले दिनु भएन अहिले काउली कटेन भन्नुभयो र हजुर भएन अहिले काउली कमै छ हजुर अनि हुन्छ अब यो लाग्नु उठै हुन्छ अब यो जेठाको बारीमा हजुर बर्खा बारीमा पनि बर्खा पनि हामीले छिटै मकै लगाएको थियौँ अनि त्यो मकै पनि गयो हजुर सरकार दिनुभयो सरकार दिनु दिनु अनि अहिले पनि अब यो मुला भइजान्छ अब तपाईँका के अरे दाजुहरू छोराहरू कहाँ हुनुहुन्छ आजभोलि? कुन ठाउँमा हुनुहुन्छ? कतातिर हुनुहुन्छ? घरतिर हुनुहुन्छ कि नै? बाहिरतिर केही चाकरी नोकरी छ कि? भाइले हुनुहुन्छ एउटा सिन्धुपाल्चोक छ मास्टर चौक पनि के जेठा छोरा कि कान्छा छोरा? अनि जेठो छोरो भाइ छ मास्टर चौक पनि हजुर अनि दुई भाइ मास्टर छन् एउटी छोरी हुँ काठमाडौँ छ गाईको फार्म छ हजुर जेठी छोरी कान्छी छोरी माइली छोरी यहीँ यो पारी यही वडा नम्बर 6 मा पढाउँछ अनि यो पनि ठिकै छ कान्छी छोरी धनगढी छ यो पनि ठिकै बसेको छ बसेकी छ अनि सबै छोराछोरी आफ्ना लाइनमा लागेका छन् मेरो यही पेसाबाट लाइनमा लगाउँछु मैले कोहीलाई कोहीका काम गर्न गइन कोहीको दुःख गरिनँ देवाला गरिनँ म यही खेतीबाट लागिन पढाएको हुँ देखाएको हुँ त्योबाट आफूले नुन पानी खाइयो यो भाइ देश भारततिर चाहिँ जानु भएन होला? नै भारततिर गयौँ हामी त्यसो भए अरू गाउँकी मान्छेहरू पनि प्रयास यहीमा यही खेतीमा के अरे यही किसानमा यही लगाउँछन् कि अरू त्यो धान मकैहरू के छर्छन् यही गर्छन् कि धान मकैहरू छर्छन् होला? अरू मान्छेले त अब राम्रो गर्छ भनेर लाउनु कुरो हो नत्र त अब अरू अब कोहीका जब्बे अलिक हुन्छन् हामीले अब खानै पुग्दैन भने किन लाउनु पऱ्यो अनि खानै खाना गर्नुपर्छ ल हुन्छ दाजु तपाईँलाई धेरै धेरै स्वागत छ अनि उहाँलाई अब फाजुलाई पनि हुन्छ स्वागत छ तपाईँलाई धन्यवाद छ अनि तपाईँले अब जोस खेतीपातीमा अब जोस धेरै मूल्याङ्कनले धेरै परिश्रमले गर्दाखेरि तपाईँले आफ्नो फल प्राप्त गर्नुभएकोमा तपाईँलाई धेरै शुभकामना मेरो तर्फबाट। धन्यवाद। अब यसरी फेरि अनुगमन गर्नु होला, यहाँको यसरी रिपोर्टहरू लिएर उता बुझाउनु होला। त्यसपछि आगामी दिनमा पनि कृषि क्षेत्रको लागि नयाँ प्रविधियुक्त कार्यक्रम ल्याएर आउनु होला। ल हजुर नमस्कार। ल धन्यवाद।